ॐ विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। गौरीसुताय गणनाथ नमो नमस्ते। ॐ सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते। ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिं द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम् एकं नित्यं विमलमचलं सर्वदि साक्षिभूतं भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि। श्री गोरक्षकाली एवं श्री गोरक्षनाथ बाबा को चरणस्थल मनकामना छिम्केश्वरी र गोरखकाली महाकाली महालक्ष्मी र महासरस्वती को त्रिरूप का रूप में अवस्थित नेपाल एकीकरण का निर्माता पृथ्वीनारायण शाह को उद्गम स्थल 77 जिल्ला मध्य को प्राग ऐतिहासिक स्थल हिमचुली लगायत हिम श्रृङ्खलाहरूले पहरा दिइरहेका हरियो रेशमी साडीले सुसज्जित सुरूपा सुन्दरी जस्तै प्राकृतिक रूपले सजिएकी विश्वचर्चित पावन धरती गोर्खाको सदरमुकामको बीचमा ज्ञानपुञ्जको रूपमा अवस्थित श्री शक्तिमावि पाटेचौर गोर्खाको स्थापना 2009 मा भई 2018 सालदेखि अद्यावधि 2081 सम्म प्रवेशिका परीक्षामा सम्मिलित भएर उत्तीर्ण भई देश विदेशमा विभिन्न पेशामा आबद्ध यत्रतत्र छरिएर देश विदेशमा रहेका हामी पूर्व विद्यार्थीहरूको समूहले आयोजना गरेको यस गुरु सम्मान कार्यक्रममा सर्वश्री रामचन्द्र आचार्य, श्री गोवर्धन आचार्य र श्री बाबुराम श्रेष्ठजी को सम्मानमा नेपालको राजधानी काठमाडौँ को मुटु रानी पोखरी स्थित श्री भानुमादेव विद्यालय अथवा दरबार हाई स्कुल नामले पनि सुप्रसिद्ध गुरुहरूलाई संयोजक श्री मेघबहादुर मास्केज्यूद्वारा माल्यार्पण गराई सजिएको सवारीमा राखी नेपाल प्रज्ञा भवन कमलादीको सिद्धिचरण हलसम्म जानुका श्रृङ्खलाको नेतृत्वको महिलाहरूको पञ्चै बाजाको सुमधुर ध्वनिले गुन्जायमान गराउँदै नेपाल प्रहरीको सुरक्षामा शोभायात्रा सहित उक्त कार्यक्रम स्थलभित्र प्रवेश गरिएको कार्यक्रमको श्रव्य दृश्यको झलक यहाँ प्रस्तुत गरिएको छ र यसका लागि म सबै महानुभावहरूलाई हार्दिक नमस्कारको अभिवादन टक्राउँदछु र कार्यक्रम प्रारम्भ भएको जानकारी गराउँदछु।
शारदा प्रसाद धितार गोरखा तान्द्राङ श्री शक्ति माध्यमिक विद्यालयको 2032 सालको विद्यार्थी हुँ र यसलाई मध्यावधि पूर्ण तरिकाले लैजानको लागि हामीले एउटा समिति बनाएका थियौँ। आदरणीय गुरुहरूलाई देख्न पाउने हाम्रो एउटा सौभाग्य हामीले चुनायौँ। 2022 सालमा हाम्रो एसएलसी दिनुभएका मेघबहादुर मास्केज्यू जसलाई यो विद्यार्थी क्लबको उहाँ चाहिँ पहिला अध्यक्ष हुनुहुन्थ्यो, निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो, उहाँलाई हामीले संयोजक राख्यौँ र साथीहरूले मलाई सचिव छान्नुभयो। त्यस्तै किसिमबाट हाम्रो इन्द्रावती माध्यमिक विद्यालयका पूर्व प्रहर र गोरखा ज्योति सङ्घका पूर्व अध्यक्ष मीन प्रसाद भट्टराईज्यू चाहिँ यस संस्थाको त्यो समितिको कोषाध्यक्ष बन्नुभयो र हामी 17 जना साथीहरूले फेसबुकको मार्फतबाट जे जति सक्यौँ यहाँहरूलाई हामी अनुरोध गऱ्यौँ। ओम गुरवो निर्मला शान्ता साधवो मितभाषिण कामक्रोध विनिर्मुक्त सदाचार जितेन्द्रिय। गुरु निर्मल शान्त साधु मितभाषी काम क्रोधबाट अत्यन्त रहित सदाचारी र जितेन्द्रिय हुनुपर्दछ। समादरणीय उपस्थित सबै महानुभावहरूमा म प्रथमतः नमस्कारको हार्दिक अभिवादन टक्राउँदै कार्यक्रम सञ्चालनको जुन जिम्मा मैले प्राप्त गरेको छु त्यसका लागि आयोजक समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै म अब कार्यक्रम सञ्चालन गर्ने अनुमति माग्दछु। आजको दिन साँच्चै मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनको रूपमा मैले लिएको छु। त्यस्तै हामी समस्त शिष्यहरूले आजको दिन ज्यादै गौरवको रूपमा हामीले अनुभूत गरेको हुनुपर्छ भन्ने मलाई लाग्दछ र यस्ता जो 2016 सालदेखि 2055-56 सालसम्म अनवरत 40 वर्षसम्म अविच्छिन्न शिक्षक सेवामा आबद्ध भई देशका सुयोग्य नागरिक निर्माण गर्नको लागि जुन अनवरत सेवा गरिरहनु भयो तिनै अद्वितीय व्यक्तित्वका धनी सर्वश्री रामचन्द्र आचार्यज्यू, श्री गोवर्धन आचार्यज्यू र श्री बाबुराम श्रेष्ठज्यूलाई आज सम्मान गर्ने यो अत्यन्तै महत्त्वपूर्ण समयको रूपमा जुन आज हामीले पाएका छौँ यसको लागि म सबै महानुभावहरूलाई हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दै अब म कार्यक्रम प्रारम्भ गर्न अनुमति माग्दछु। अब यो कार्यक्रम प्रारम्भ हुनुभन्दा पूर्व कुनै पनि कार्यक्रमको व्यवस्थित सञ्चालनार्थ एकजना नायकको आवश्यकता पर्ने भएको हुनाले यस शक्तिमावी पार्टी चौर गोर्खा पूर्व विद्यार्थी समूह काठमाडौँ गुरु सम्मान समारोह 2081द्वारा आयोजित यस कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाएर सुसम्पन्न गर्नको लागि म आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन यस पूर्व विद्यार्थी समूहका संयोजक र गोर्खा एलुमनाई एसोसिएसन अफ शक्तिका पूर्व अध्यक्ष श्री आदरणीय दाजु श्री मेघबहादुर मास्केज्यूलाई म यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन 2018 सालको पहिलो विद्यार्थी हुनुहुँदो रहेछ हाम्रो अगाडि, हामी सबैको अगाडि उपस्थित हुनुहुन्छ। उहाँ पनि, उहाँको शुभ नाम हो कल्पना पाण्डेज्यू। उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र गर्छु। आसन ग्रहणकै क्रममा अब राष्ट्रिय सभाका सांसद माननीय श्री किरण बाबु श्रेष्ठज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक आमन्त्रण गर्दछु। आजको यस गुरु सम्मान कार्यक्रमको केन्द्रीयतामा रहनुभएका हाम्रा परम श्रद्धेय गुरुहरू सर्वश्री बाबुराम श्रेष्ठज्यू, श्री रामचन्द्र आचार्यज्यू र यही क्रममा श्री गोवर्धन आचार्य गुरुज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध। अब हाम्रो कार्यतालिका अनुसार
माल्यार्पण तथा ब्याज वितरणको कार्यक्रम रहेको छ। अब माल्यार्पण र ब्याज वितरणको कार्यक्रमपछि राष्ट्रिय गान भएको हुनाले सबै आफआफ्नो यथास्थानमा उभिदी राष्ट्रिय गानमा सम्मिलित हुनुहुन म सबैलाई विनम्र अनुरोध गर्दछु। सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। यो राष्ट्रिय गानपछि विद्यालय स्थापनाकालदेखि हालसम्म हामीबाट भौतिक रूपमै सदाका लागि वियोग हुनुभएका जो विद्यार्थी गुरुहरू हुनुहुन्छ यस विद्यालयका श्रद्धेय श्री मोहन नारायण श्रेष्ठज्यू लगायत सबैमा चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारण गरिदिने हुन समस्त उपस्थित महानुभावहरूमा म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा सहभागी हुन पाल्नुहुने र यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न आफ्नो तन मन वचन र कर्मले सहयोग गरी साथ दिनुहुने समस्त महानुभावहरू, आजका प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित हुनुहुने गुरुवर्ग सबैलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनु हुन म यस शक्ति माविका पूर्व विद्यार्थी एवं पूर्व सेवानिवृत्त शिक्षक समाजका अध्यक्ष आदरणीय श्री प्रेम बहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। जसलाई हामीले सम्मान गर्दैछौँ। 18 सालदेखि 58 सालसम्म रामचन्द्र सर शक्ति विद्यालयमा कार्यरत भएको रेकर्डले देखाउँछ भने 55 सालसम्म गोवर्धन सर, यसै गरी बाबु श्रेष्ठ सर 18 देखि 25-26 सालसम्म उहाँले जुन कन्ट्रिब्युसन दिनुभयो त्यसको भूमिकामा हामी तहगत रूपमा पहिलो डिकेटले दोस्रो डिकेट चिन्दैन, यी गुरुवर्ग चेतनाका बाहक र आफ्नो क्यारियरलाई हरेक क्षेत्रमा संसारभरि फैलिएर बसेका विद्युत वर्गहरू, नेपाललाई नजिक हेर्ने व्यक्तित्वहरू, गोर्खालाई नजिकबाट हेर्ने व्यक्तित्वहरू, सिङ्गो गोर्खा हाँक्ने शक्ति विद्यालय, कुनै पनि क्षेत्रमा यसले उत्पादन गरेका जनशक्तिहरू स्वतः स्पन्बाट आफूलाई उत्साहित बनाएर जुन क्यारियर बनाइरहेका छन् ती सम्पूर्ण व्यक्तित्वहरूलाई त्यहीँको विद्यार्थी अहिले संयोजकमा 78 हुनुहुन्छ, गुरुहरू मोर देन 80 हुनुहुन्छ। यसैले यो कार्यक्रममा आफ्नो अत्यन्त महत्त्वपूर्ण समयलाई एकछिन समय दिएर त्यो रियुनियन यसले गुड मेसेज दिन सकोस् भन्ने दृष्टिबाट यहाँ जुन आइदिनु भयो कार्यक्रमको शोभालाई जुन एउटा उत्साहमा थप ऊर्जा थप्नुभयो यसको लागि आयोजकको तर्फबाट म हार्दिक स्वागत गर्छु। स्वागतम स्वागतम स्वागतम। यस कार्यक्रमको प्रमुख आतिथ्यताका लागि हामीले बालवाला माननीय शिक्षा मन्त्री श्री विद्या भट्टराईज्यूलाई त उहाँले हाम्रो आतिथ्यलाई स्वीकार्नु पनि भएको थियो, तर विविध कारणवश आज यस कार्यक्रममा उहाँ उपस्थित हुन असमर्थ हुनुभएकोले आजको प्रमुख अतिथि प्रवेशिका परीक्षाको पहिलो विद्यार्थी श्री कल्पना पाण्डेज्यूलाई कलात्मक पानसमा दीप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र यसमा सबैलाई साथ दिन करतल ध्वनिका साथ दिन म अनुरोध गर्दछु। गुरु सम्मान समारोह 2081
समुद्घाटन सँगसँगै स्वस्ति वाचन गरिदिनु हुन वाल्मीकि विद्यापीठमा अध्ययनरत रामभक्त खनाल तथा श्री नारायण भुर्तेज्यूलाई म स्वस्ति वाचन गरिदिनु हुन पनि अनुरोध गर्दछु। स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्जत्राः धीरैरङ्गैर्जुष्टुवाकुंशस्तनो विव्यासे महि देवहितं जदायुः द्योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्तिः वनस्पतयः शान्तिर्देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वभूतान्तिः शान्तिरेव शान्तिः क्षमा शान्तिरेधिः ॐ शान्तिः ॐ शान्तिः अब गुरु सम्मान समारोह आयोजना गरिनुको औचित्य एवं उद्देश्यका बारेमा प्रकाश पारिदिनु हुन श्री बसन्त चन्द्र मरठाज्यूलाई म आह्वान गर्दछु। अज्ञानम इति गुरु भनेर भनिएको छ संस्कृतमा। भने त अज्ञानतालाई जसले गिराइदिन्छ र ज्ञान रूपी प्रकाश दिन्छ त्यो नै गुरु हो। गुरु मात्र यस्तो एउटा व्यक्ति हो जुन व्यक्ति आफ्नो शिष्यको उन्नति र प्रगतिमा रमाउँछ र अधिकांश हाम्रा आफन्त नजिकका मान्छेहरू पनि अलिकति कता कता जेलसी भावना हुन सक्छ अलि प्रगति भयो भनेदेखि, तर गुरु भनेको विद्यार्थीको आफूले पढाएको विद्यार्थीको प्रगतिमा रमाउँछ। र इभन द्रोणाचार्य कौरव सेनाको सेनापति थिए, अर्जुन सबभन्दा राम्रा शिष्य उनको, अर्जुन अर्को कित्तामा थिए, अर्जुनले हार्ला कि भन्ने चिन्ता चाहिँ द्रोणाचार्यलाई थियो अरे। भनेपछि कस्तो कस्तो भावना हुन्छ क्याम्पसमा भन्ने कुरो यसले पनि बताउँछ। गुरु सम्मान श्री श्रद्धेय गुरु श्री बाबुराम श्रेष्ठ, यसै गरी श्री गोवर्धन आचार्यज्यू र यसै गरी श्री रामचन्द्र आचार्यज्यूलाई अभिनन्दन पत्र सहित दोसल्ला उडाएर अभिनन्दन। आजको कार्यक्रमको विशेष रौनक। अब यस अभिनन्दन कार्यक्रममा सम्मानित हुनुहुने गुरुहरू सर्वश्री बाबुराम श्रेष्ठजीको अभिनन्दन पत्रमा उल्लेखित केही हरफहरू म यहाँहरूलाई पढेर सुनाउने अनुमति चाहन्छु। श्री बाबुराम श्रेष्ठज्यू श्री गोरक्षकाली माता एवं श्री गोरक्षनाथ बाबाको चरणस्थल, नेपाली एकीकरणका नायक पृथ्वीनारायण शाहको उद्गम स्थल, विश्व चर्चित पावन धरती गोर्खाको सदरमुकाम पँधेलीमा पिता सन्तमान श्रेष्ठ माता धनकुमारी श्रेष्ठको कोखबाट विषम 1979 वैशाख 5 गते तपाईँको जन्म भएकोमा हामी सबैलाई गौरवान्वित तुल्याएको छ। अर्का आदरणीय गुरु श्री गोवर्धन आचार्यज्यूको पनि म यसै गरी वाचन गरेर सुनाउने अनुमति चाहन्छु। श्री गोवर्धन आचार्यज्यू श्री गोरक्षकाली माता एवं श्री गोरक्षनाथ बाबाको चरणस्थल, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको उद्गम स्थल, विश्व चर्चित पावन धरती गोर्खाको सदरमुकाम छिपिटोलमा पिता ईश्वरी दत्त आचार्य र माता दत्तकुमारी आचार्यको कोखबाट विषम 1997 साल माघ 16 गते तपाईँको जन्म भएकोमा हामी सबैलाई गौरवान्वित तुल्याएको छ। अब यसै क्रममा श्री रामचन्द्र आचार्यज्यूको पनि म वाचन गरेर सुनाउने अनुमति चाहन्छु। श्री रामचन्द्र आचार्यज्यू
श्री गोरक्षकाली माता एवं श्री गोरक्षनाथ बाबाको चरणस्थल, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको उद्गम स्थल, विश्व चर्चित ऐतिहासिक पावन धरती गोर्खाको सदरमुकाम छिपिटोलमा पिता जगन्नाथ आचार्य र माता पित कुमारी आचार्यको कोखबाट द्वितीय भरतपुत्रको रूपमा विषम 2000 साल पौष 12 गते तपाईँको जन्म भएकोमा हामी सबैलाई गौरवान्वित तुल्याएको छ। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरुर्साक्षात् परब्रह्मा तस्मै। भारतका लागि नेपाली राजदूत डाक्टर श्री शङ्कर शर्माज्यूले पठाउनु भएको मेरो शुभकामना पत्रमा उहाँले भन्नुभएको छ। म अब यो वाचन गरेर सुनाउँदछु। श्री शक्तिमावि पाटेचर गोर्खाका पूर्व शिक्षक श्री बाबुराम श्रेष्ठ, श्री रामचन्द्र आचार्य र श्री गोवर्धन आचार्यज्यू प्रति हाम्रो उच्च सम्मान एवं कृतज्ञता व्यक्त गर्दछौँ। विद्यालय शिक्षाको क्षेत्रमा तपाईँहरूको अतुलनीय योगदान, अमूल्य मार्गदर्शन तथा निष्ठा सदैव प्रेरणादायी रहनेछ। अनगिन्ती विद्यार्थीहरूलाई उज्जवल भविष्य निर्माण गर्न मद्दत गर्नुभएको तपाईँहरूको समर्पणको हामी उच्च मूल्याङ्कन गर्दछौँ। तपाईँहरूको शैक्षिक यात्रा, परिश्रम र योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भावी जीवन सुखमय, स्वस्थ र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। यसरी उहाँले यस कार्यक्रमको सफलताको लागि आफ्नो भौतिक शरीर कार्यक्रममा उपस्थित नगराए पनि हाम्रो कार्यक्रमको सफलताको लागि जुन शुभकामना दिएर हामीलाई ऊर्जा प्रदान गर्नुभएको छ, यसको लागि उहाँप्रति सतत हार्दिक आभार व्यक्त गर्न चाहन्छु। गुरुहरूको अभिनन्दन कार्यक्रमपछि गुरु सम्मानका सन्दर्भमा आफ्नो धारणा राखिदिनु हुन म पूर्व विद्यार्थी श्री सृजना सिंहज्यूलाई आमन्त्रण गर्दछु। म एउटा यहाँको पूर्व विद्यार्थी, म एउटा छोरी, गोर्खाको चेली छोरी। म एउटा आफूलाई सामाजिक अभियन्ता भन्न पनि रुचाउँछु। मेरो रुचि पनि छ। यो मैले सबै मेरो बुवा आमाबाट, मेरो गुरुहरूबाट, शक्ति स्कुलबाट र समग्रमा भन्नुपर्दा मैले गोर्खाबाटै पाएको हो। यसको लागि म सधैँ आभार व्यक्त गर्न चाहन्छु। सम्पूर्ण हामी म छात्राको तर्फबाट मलाई बोल्ने मौका दिनुभएको कारणले सम्पूर्ण पूर्व विद्यार्थी छात्राहरूको तर्फबाट एकमुष्ट रूपमा गुरुहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। यस पश्चात गुरु सम्मान के सन्दर्भमा स्वागत कविता प्रस्तुत गरिदिनु हुन श्री पुण्यकुमारी आचार्यज्यूलाई म आमन्त्रण गर्दछु। शिक्षामा दिनेलाई अज्ञान रूपी अँध्यारो हटाई ज्ञानले भर्नेलाई स्वागत छ हाम्रो स्वागत छ। अभिव्यक्ति दिनुहुन म त्रिमीका रजिस्ट्रार डाक्टर श्री केदार रिजालज्यूलाई म मन्त्रमा आमन्त्रण गर्दछु। अहिले आज जुन हामी गुरुहरूलाई चाहिँ सम्मान गर्न गइरहेका छौँ, उहाँहरूले दिनुभएको शिक्षा, उहाँले दिनुभएको एउटा चाहिँ नैतिक शिक्षा र जुन हामीलाई बाटो देखाउनु भयो त्यो प्रति चाहिँ हामी सबै कृतज्ञ छौँ। यहाँहरूले दिनुभएको ज्ञान, यहाँहरूले दिनुभएको विवेक, यहाँहरूले दिनुभएको चाहिँ जुन बाटो हिँड्न हामीलाई सिकाउनु भयो, त्यो बाटोबाट चाहिँ हामी देशको अथवा संसारको, परिवारको, व्यक्तिको विकासको लागि चाहिँ हामीलाई एउटा सुयोग्य नागरिक बनाउने यहाँले जुन आफू जलेर पनि दिनुभयो, त्यो प्रति यहाँहरूप्रति चाहिँ सम्मान गर्न चाहन्छु। र म चाहिँ 2037 सालको एसएलसी ब्याच हो गोर्खाबाट। मैले फेरि शक्ति स्कुललाई र त्यहाँका पढाउने शिक्षकहरू सँगसँगै गोर्खावासीलाई पनि मैले धन्यवाद दिन चाहन्छु कि चाहिँ म चाहिँ धादिङको गोर्खा पढ्नु गएको। प्राडा केदार रिजालको सारगर्भित मन्तव्यपछि आफ्नो मन्तव्य राखिदिनु हुन म पूर्व सचिव ऊर्जा मन्त्रालय श्री शीतल बाबु रेग्मीज्यूलाई म मञ्चमा
हार्दिक आमन्त्रण गर्दछु। तिनैजनाबाट शिक्षा आर्जन गर्ने सौभाग्य प्राप्त गरेँ। बाबुराम सर हुनुहुन्थ्यो र यहाँ कतिलाई थाहा छैन होला, मैले पनि देखेको होइन सुनेको। बाबुराम सरले बिए पास गरेर आउँदाखेरि अस्लामको डाँडादेखि बाँसुरी बजाएर घर ल्याएको थियो। त्यो अगाडि हुनुहुन्छ, मैले चाहिँ सुनेको यो कुरा। अनि त्यसपछि रामचन्द्र आचार्य जो मेरो नातेदार दाइ पनि हुनुहुन्छ, उहाँले गणित पढाएको पुरा जिल्लाभरिमा सबैले चाहिँ प्रशंसा गरे। जिल्ला मात्रै होइन, बाहिरमा छ। र श्री गोवर्धन आचार्यज्यू मेरो साक्षी मामा हुनुहुन्छ, उहाँले चाहिँ भूगोल पढाउनुहुन्थ्यो र उहाँसँग भूगोल पढ्न त्यो स्कुलको मात्रै होइन, अन्य स्कुलको पनि त्यो एसएलसी दिने केन्द्रमा जाँच दिनको लागि एक दुई महिना अगाडि आउँदाखेरिमा पढ्नको लागि समय लिँदाखेरि समय दिन सक्नुहुन्थ्यो। त्यो किसिमले चाहिँ हाम्रो शिक्षा अगाडि बढेको हो। र गोर्खामा त्यो स्कुलले के दियो भन्दा धेरै कुरो दिएको छ। अहिले भर्खर हामीले चाहिँ भारतका लागि नेपालको महामहिम राजदूतको सन्देश पढ्यौँ। उहाँ अमेरिकाको लागि राजदूत हुनुभएको थियो, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि हुनुभएको थियो। यस स्कुलबाट उत्पादित उच्च प्रशासकहरू लगायत डक्टर इन्जिनियरहरू त अब हामीले चाहिँ एक पेजमा लेख्न सक्दैनौँ, धेरै पेज भइसक्यो र ठाउँ ठाउँमा आफ्नो देश विदेशमा आफ्नो चाहिँ क्षमता प्रदर्शन गरिसक्यो। र यो जुन गुरुबाट भएको योगदान छ, गुरु सम्मानको सान्दर्भिकताका बारेमा प्रकाश पारिदिनु हुन म प्राध्यापक डाक्टर श्री लेखनाथ शर्माज्यूलाई मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। यो गुरु सम्मानको अर्थ हामीले शिक्षाको सम्मान गरेको, शक्ति माध्यमिक विद्यालयको सम्मान गरेको र शक्ति माध्यमिक विद्यालयबाट शिक्षित भएर निस्केका हामी सबैको पनि सम्मान हो। त्यसैले यो गुरु सम्मानलाई मात्र गुरु तीनजना गुरुहरूको सम्मानको रूपमा मैले लिएको छैन, यो समग्र शिक्षाको सम्मान हो भन्ने बुझ्दछु। र हामी भन्ने गर्छौँ अब गुरुको महिमा धेरै नै हुन्छ, तर गुरु र शिक्षक फरक छ कि। हामीले अहिले हाम्रो गुरु होइनौँ, हामी चाहिँ म गुरु होइन, म शिक्षक। मैले पनि 38 वर्ष विश्वविद्यालय झन्डै 39 वर्ष बिताएँ। म चाहिँ गुरु होइन, म शिक्षक हो। गुरु र शिक्षकमा भेद छ। शिक्षक औपचारिक संस्थामा बसेर औपचारिक पाठ्यक्रमहरू र त्यो विषयवस्तु पढाउने चाहिँ शिक्षक हो। र त्योभन्दा बढी अलिकति स्पिरिचुअल आस्पेक्ट सहित जीवनको समग्र पक्षहरूको बारेमा शिक्षा दीक्षा पनि दिने चाहिँ गुरु हो। तर उहाँहरूको कार्यकालमा उहाँहरू शिक्षक मात्र हुनुहुन्थेन, उहाँहरू गुरु पनि हुनुहुन्थ्यो। किनभने त्यतिखेर उहाँहरूले हामी घरमा के गर्छौँ त्यो पनि हेर्नुहुन्थ्यो, हाम्रो आनी बानी व्यवहार कसरी बदलिएको छ छैन त्यो पनि हेर्नुहुन्थ्यो। त्यसैले गुरु र शिक्षकको बिचमा हामीले फरक गर्न पनि जान्नुपर्छ भन्ने लाग्छ। वक्तव्यकै क्रममा अब आजका सम्मानित श्रद्धेय गुरुहरू श्री बाबुराम श्रेष्ठज्यूलाई प्रथमतम आफ्ना अनुभूतिहरूसहित शिक्षक विद्यार्थी बीचको पारस्परिक सम्बन्धका बारेमा आफ्नो धारणा राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। पाखुरीको तागतले वीरताको रगतले, पाखुरीको तागतले गाउँदेखि बेसी झर्छु, तराईदेखि लेक चढ्छु। गाउँदेखि बेसी झर्छु, तराईदेखि लेक चढ्छु। म बढ्छु, माथि बढ्छु, अझै बढ्छु। हिमाल जस्तै माथि बढ्छु, सिँगै देश बोकी हिँड्छु।
म बढ्छु माथि बढ्छु अझै बढ्छु सगरमाथा शिर मेरो नमेटिने चिनो मेरो सगरमाथा शिर मेरो नमेटिने चिनो मेरो पौरखी भई बाँचिदिन्छु बिहानी भई हाँसिदिन्छु पौरखी भई बाँचिदिन्छु बिहानी भई हाँसिदिन्छु म बढ्छु माथि बढ्छु अझै बढ्छु हिमाल जस्तै माथि बढ्छु सिँगै देश बोकी हिँड्छु म बढ्छु माथि बढ्छु अझै बढ्छु यही भावना म जगाउन चाहे सानै थियो तर शिक्षाको मूल आधार भनेको बेसिक शिक्षालाई हुन्छ सानो बिरुवाले बेलैमा स्याहार सुसार पाएन भने त्यो ठुलो रुख हुन सक्दैन यदि त्यसले सानो अवस्थामा राम्रो स्याहार पायो भने त्यो ठुलो आकारमा प्रस्तुतिको देखा पर्न सक्छ हामी थोरै पढेको भए पनि मलाई लाग्छ हामीले दिएको शिक्षाले कुनै विद्यार्थीको मनमा कम शिक्षा पाए जस्तो लागेन होला जस्तो मलाई लाग्छ भने तनहुँको दमौलीमा मैले गोरखकाली बोर्डिङ स्कुल मैले स्थापना गरेको त्यसपछि मैले पोखराको नवदीप बोर्डिङ स्कुलमा पनि प्रिन्सिपल भएर मैले काम गरेँ मेरो भित्री अभिप्राय चाहिँ शिक्षाप्रति नै मेरो अति मोह थियो गोर्खालीले जन्माएको नेपालको जन्मस्थल गोर्खा हो गोर्खालीको तातो रगतले वीरताले यो राष्ट्रको जन्म भएको हो त्यो कुरालाई हामीले नबिर्सौँ र नेपालका नागरिकमा सर्वश्रेष्ठ चाहिँ के अरे कदम हाम्रो हो हुनुपर्छ भन्ने कुरा हामीले बुझेर कदम चालौँ यो देशलाई बचाउन यो देशको प्रगति गर्नको लागि। यही क्रममा श्रद्धेय गुरु श्री गोवर्धन आचार्यज्यूलाई आफ्नो अनुभूतिसहित धारणा राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आँखाले हामी सधैँ आइदिन्थ्यौँ यस्तो हाम्रो अहिले यहाँ अध्यक्षज्यू जुन हुनुहुन्छ उहाँलाई पनि मैले आँखाले धेरै पनि सम्बोधित थिएँ उहाँ अलिकति त्यसरी मैले चाहिँ विद्यार्थीहरूलाई सघाए दिनँ तर मेरो स्वर ठुलो हुन्थ्यो किनभने कानमा पनि सुन्ने मान्छे अहिले यन्त्र प्रयोग गरेको छु जुन मान्छेले कम सुन्छ उसले बढी बोल्छ अरूलाई पनि अलि बेसन बोल्नको लागि प्रेरणा दिएको जस्तो हुन्छ क्या त्यो द म्यान इज सिभिलाइज्ड who lives in the ministry man society and works for the common good of all the people जो मान्छे समाजमा बस्छ र सारा समाजको हितको लागि काम गर्छ सबै मान्छे हो भने मेरो दिमागमा परेको थियो सामाजिक काम गर्नुपर्छ भन्ने मलाई लागेको थियो। मैले पत्रकार उसको पत्रिकामा मैले पनि काम गरेँ पत्रकार महासङ्घबाट मलाई चाहिँ सम्मान पनि गरिएको छ त पत्रिकाको मैले काम गरेको कारणले गर्दाखेरि पनि त्यहाँ गोर्खाको पत्रकार महासङ्घमा पनि जिल्लाको पत्रकारमा पनि म सम्मान भएको छु। त्यो विषय नगर्ची सँगसँगै आउँछ ऊ पनि पृथ्वी साहबभन्दा साथ त्यो उनलाई चाहिँ बाटो देखाउने यसो गर्दा पर्छ सल्लाह दिने आज बाहिर गएको सानो तलको पृथ्वीनाथ साहब त्यो गाँसिएर गएको छ। म यहाँहरूलाई मेरो विद्यार्थीको पूर्व विद्यार्थीको ऐक्य के भन्छु भने बाबुहरू तपाईँहरू सबैले चाहिँ काम राम्रो गर्नु काममा जोड दिनुहोस् किनभने हामी काममा बाँच्छौँ वर्षले केही पनि गर्दैन थोरै वर्षमा त्यहाँ मान्छेले नि राम्रो काम लिखले हेर्नुहोस् त 300 वर्ष भएपछि चाहिँ उसबाट चाहिँ बुझ्ने गएको छ उसले जितिया छ। सम्मानित श्रद्धेय गुरुहरूमध्ये अब अन्तमा आदरणीय श्री रामचन्द्र गुरुज्यूलाई आफ्नो जीवनका विभिन्न आरोह अवरोह र तरेलीहरू पार गरेका अनुभूतिसहित गुरु शिष्यबीचको सम्बन्ध प्रस्फुटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र हामीले गरेको त के आफ्नो कामको लागि एउटा भोटे अघि भनिदिएको थियो हाम्रो एकजना बाबुले हामी त भोटे नहौँ
पारिजात दिन तपाईँ संसार हेरेर आउनु हामी जानेको थियौँ। सोधी खाने पैसा दिएको छ, त्यो पैसादेखि निर्वाह गरिरहेका छौँ। तथापि त्यो वृक्षमा धेरै फल लागोस् भन्ने कामना हाम्रो छ। त्यो फल लाग्नलाई देशकाल परिस्थिति अनुसारको उपज हुनु पर्यो। त्यो उपजमा अलिक रास त्यसलाई दम दिने काम पनि हामी गर्नु एउटा सल्लाह छ। र यहाँ आज तपाईँले त्यति अभिनन्दन गर्नुभयो। यो नभूतो नभविष्यति जीवनमा यतिको रोजगार पाउनमा त्यही पनि यहाँसँग आएर नकामी गर्ने यहाँसँग पढ्न पाउँदा म क्लासमै तपाईँहरूसँग बोलिरहेको छु कि जस्तो फिलिङ लिइराखेको छु। त्यसैले अब यो माहौलमा अरू कुरोलाई जोड्नुभन्दा त्यही स्कुलको बाट आइयो, त्यही स्कुलबाट बस्यो, अरू कुरो विषयमा जानिया छैन भने पनि केही आपत्ति छैन। आफ्नो पेसामा रहँदा बस्दा केही काममा एउटा सामाजिक सङ्घ संस्थाले काम गर्यो, रिटायर्ड भयो। तैपनि मनलाई बल छैन। बलको कुरा गर्दा म आफ्नो अनुभवमा चाहिँ 40देखि 50मा आँखाको शिकायत आयो, 50देखि 60मा बलको शिकायत आयो, 60देखि 70मा साहसको शिकायत आयो, 70देखि 80मा रेस्पोन्सिबिलिटी केही पनि नलिने, 80देखि 90को दशकमा लागेको छ। अहिले चाहिँ सबै आफ्ना पुरानो मान्छेलाई भेट्यो भने ती बसिरहँ जस्तो भेटिरहँ जस्तो लागिरहेछ। त्यो मेरो व्यक्तिगत यहाँलाई हुन्छ हुँदैन केही छैन। र अन्त्यमा यहाँको जुन उत्साह उमङ्ग छ त्यसको लागि हामी अत्यन्त कृतार्थ छौँ। र यहाँको जीवन सुख होस्, सधैँ सन्तोष होस्। सुख र सन्तोष हुनुको लागि म त फर्मुला 3टा कुरा भन्छु। सधैँ योग गर्नुहोस्, ध्यान गर्नुहोस्, जप वा तप गर्नुहोस्। 3टा कुराले मात्रै आत्मसन्तोष हुन्छ, अरू कुराले आत्मसन्तोष हुँदैन। र यो म यो अर्को कुरो के भन्छु भने यो आँखाले जे देखाएको यो सबै असत्य हो। आँखा चिन्ह गर्नुहोस् अनि मात्रै आफूलाई चिन्न सक्नुहुन्छ। चिन्न त सकिए छैन। ज्ञानमान बिरानो भन्दै यो आँखा प्रयत्न गर्नु, प्रयत्न गर्दा गर्दै जस्तो हाम्रो विश्वमित्र ऋषिले लेखेको ओम भूर्भुवस्सुः भन्ने मन्त्र भन्न नि हुँदैन भन्थे। मैले त्यसको तालिम लिएको हुनाले एउटा अलिकति छोड गरेको यहाँलाई बोध लाग्ला। त्यो जसले पनि गर्ने कुरो मानवीय कुरोको हो। त्योभन्दा आँखा चिम्लिनुहोस्, मुख बन्द गर्नुहोस्, जिब्रो नचलाउनुहोस्। त्यो मात्रै शुद्धसँग कता कताबाट भन्ने कुनै जिब्रो चलाउनु होइन, त्यो मात्रै भन्ने बानी गर्नुहोस्। भनेको त्यो भन्ने बानी भइसकेपछि अनि महादेवको त्रिनेत्र भने जस्तो 2 नेत्र मात्रै छ। चरणको क्रममा श्री शक्तिमावि प्रका हालका श्री राजेन्द्र प्रसाद अधिकारीज्यूलाई आफ्नो धारणा राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। आदरणीय गुरुहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। आउँदो पुस्ताले यस्तो पवित्र कार्यको पक्कै पनि अनुसरण गर्ने कुरामा हामी विश्वस्त छौँ। यस्तो महत्त्वपूर्ण इतिहास बोकेको विद्यालयको वर्तमान शैक्षिक र भौतिक अवस्था र भावी योजनाहरू यहाँहरू समक्ष थोरै प्रस्तुत गर्न चाहन्छु। र विद्यालयको भावी योजना र रणनीतिमा यहाँहरूको सदैव साथ र सहयोग बिना कुनै पनि योजना सफल हुन सक्दैन भन्ने हामीलाई लागेको छ। 2072 सालको महाभूकम्पले यस शक्तिमाविको महत्त्वपूर्ण पहिचान बोक्न सफल त्यस युवा आकारको एउटा ऐतिहासिक भवन जुन क्षतविक्षत भयो, तत्पश्चात लायन्स क्लब इन्टरनेसनलद्वारा निर्माण गरिएको एउटा 16 कोठी भवनमा शक्ति एल्मुनाई मार्फत सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई एकजुट गराई विद्यालयले पुरानै डिजाइनको बहुआयामिक नयाँ भवनको लागि एक महत्त्वपूर्ण योजनाको सुरुवात गर्न हामी गइरहेका छौँ। र यस सक्रिय रूपमा यहाँहरूलाई सहभागी भएर सहयोग गरिदिनु हुन पनि सम्पूर्ण पूर्व विद्यार्थी एवं अग्रजहरूलाई म हार्दिक आह्वान गर्न चाहन्छु। यसको लागि हामी विद्यालय परिवार यहाँहरूको साथ र सहयोग लिएर मात्र अगाडि बढ्नेछौँ। हामी मन्तव्यको क्रममा करिब अन्ततिर आइसकेका छौँ। अब मन्तव्यकै क्रममा आफ्नो मन्तव्य राखिदिनु हुन म आजका विशेष अतिथि माननीय श्री किरण बाबु श्रेष्ठज्यूलाई हार्दिक आमन्त्रण गर्दछु। गोर्खा बजारका जीवबहादुर नेपाली, चुडानारायण विष्णु बाबु श्रेष्ठ, शिक्षा प्रेमी प्रेम कुमार श्रेष्ठहरूको ठुलो योगदान रहेको थियो भन्ने हामी सुनेका थियौँ। र गोर्खा शक्ति स्कुलले
जसलाई हामी जो हाई स्कुल भन्थ्यौँ, शक्ति स्कुलले स्वर्ण महोत्सव पनि मनाइसकेको छ। आज हामीले गुरु सम्मानको कार्यक्रममा 3 जना वयोवृद्ध गुरुहरू, धेरै गुरुहरूले उहाँले पढाउनु भयो हामीलाई। तर त्यसमध्येमा पनि आज जीवित रहनुभएको 3 जना गुरु अत्यन्त हाम्रो माननीय सम्माननीय गुरुहरू हुनुहुन्छ। उहाँलाई जुन सम्मान गर्ने मौका पाइयो, यो अभिनन्दन गर्ने मौका पाइयो। आज उहाँहरू गुरुहरू पनि गुरु, यहाँ मलाई पढाएका गुरुहरू तल हुनुहुन्छ, मैले देखिरहेको छु, तर उहाँहरूको पनि गुरु उहाँहरू हुनुहुन्छ। त्यसकारणले उहाँलाई जुन अभिनन्दन गर्ने छनौट गरियो, त्यो छनौट गर्ने समितिलाई पनि म वास्तवमा सही छनौट गरेको रहेछ भन्ने मलाई लाग्दछ। गुरुहरूको अभिनन्दन गर्दै गर्दा यहाँ आउने प्रवक्ता साथीले एउटा भनिसक्नु भएको छ, आज गुरु आमाहरूलाई पनि हामी सम्मान गर्नुपर्छ। गुरुहरूलाई भौतिक चिजले भन्दा गुरुहरूप्रति गर्ने सम्मान नै बढी महत्त्वपूर्ण हुन्छ। तथापि हामीले गुरुहरूको स्मरणको लागि केही उपहारहरू पशुपतिको मन्दिरको उपहार र श्री महेश्वर भक्त श्रेष्ठज्यूबाट प्रायोजन गरिएको गोरखकालीको मन्दिर अब गुरुहरूलाई हस्तान्तरण गरिदिनु हुन म आजका प्रमुख अतिथि श्री कल्पना पाण्डेज्यू, अध्यक्ष श्री मेघबहादुर मास्केज्यू लगायत माननीय विशेष अतिथि किरण बाबु श्रेष्ठ, महेश्वर भक्त श्रेष्ठज्यूलाई, अर्का प्रायोजक श्री दीपक राज पाण्डेज्यूबाट प्रभुपादद्वारा लिखित श्रीमद् भागवत गीताको पुस्तक पनि गुरुहरूलाई हस्तान्तरण गरिएकोले उहाँप्रति पनि यस समिति आभार व्यक्त गर्दछ। गुरु सम्मान कार्यक्रमका सन्दर्भमै यस कार्यक्रमको आदिदेखि लिएर अन्तसम्मका विविध गतिविधि र क्रियाकलापहरू समेटिएको र साथसाथै आम्दानी खर्च आयव्यय समेत पारदर्शी हिसाबमा देखिने गरी समेटिएको र गुरुहरूद्वारा उत्पादित विभिन्न क्षेत्रमा आबद्ध विभिन्न विषयका ज्ञाता गुरुहरूका विद्यार्थीहरूद्वारा लिखित विषयगत विधामा आधारित लेखहरू सम्बद्ध भएको स्मारिका प्रकाशन गर्नको लागि स्मारिका सम्बन्धी सूचना प्रवाह गरिदिनु हुन म श्री ईश्वर चन्द्र बानियाज्यूलाई हार्दिक आमन्त्रण गर्दछु। त्यो स्मारिका किन चाहियो यो हामीहरूलाई सबैलाई थाहा छ। किनभनेदेखि यसलाई चाहिँ हामीले के गर्यौँ त भन्ने खालको एउटा रेकर्ड पनि चाहिँ हुनु पऱ्यो। कोलाई चाहिँ सम्मान गर्यो हामीले, को उपस्थित हुनुभयो, किन चाहिँ गरियो, गुरुहरूको चाहिँ एउटा परिचय पनि चाहिँ कुनै ठाउँमा रेकर्ड हुनु पऱ्यो। यी कुरालाई चाहिँ ध्यानमा राखेर हामी स्मारिका चाहिँ निकाल्दै चाहिँ छौँ। 1.5 महिना जतिमा लेखहरू कलेक्सन गर्ने, लेखहरू जम्मा गर्ने र 1.5 महिना जतिमा चाहिँ त्यसलाई चाहिँ छानबिन गर्ने, त्यसपछि त्यसलाई चाहिँ सम्पादन गर्ने, छपाउने कामहरू चाहिँ गरेर 3 महिनाभित्रमा चाहिँ तपाईँ फागुन, चैत, वैशाख 3 महिनामा चाहिँ यो चाहिँ सिद्ध्याउने भनेर चाहिँ मोटामोटी चाहिँ हाम्रो चाहिँ यो चाहिँ एउटा कार्यक्रम चाहिँ बनेको चाहिँ छ। अब लेखहरू जति पनि आउँछ लेख सबै छाप्न लायक हुनु पनि सक्ला, सबै छाप्न लायक नहुनु पनि सक्छ, त्यसलाई पनि सम्पादन गर्नुपर्ने पनि हुन्छ। र हामीले आशा गरेका छौँ सकेसम्म धेरै लेख आओस्, अलि छोटा आओस् बरु, र राम्रोसँग चाहिँ मेहनत गरेर लेखिदिनुहोस् भन्ने चाहिँ हामी चाहिँ त्यो चाहिँ सोच चाहिँ गर्ने चाहिँ छौँ। र कुनै विषयगत लेखहरू छ भनेदेखि त्यो चाहिँ 1000, 1200, 1500 शब्दसम्मको पनि हुनसक्छ भनेदेखि अरू लेख रचनाहरू छोटे भइदियो भने राम्रो भनेर भनेको चाहिँ छौँ। यसको लागि हामी कस्तो लेख कसरी आउने, के गरेर आउने भन्ने कार्यक्रम त हामी विस्तृत सूचना नै निकाल्छौँ। हामीले देश शक्तिमा नै, हाम्रो शक्तिमा नै के चाहिँ निकाल्छौँ। अब अहिले चाहिँ मैले मोटामोटी कुरा चाहिँ बताउन लागिरहेको चाहिँ हो। लेख रचना सकेसम्म चाहिँ टाइप गरेर इमेलबाट आइदियो भने राम्रो भयो। अहिले चाहिँ अब कतिको चाहिँ हात लेखेर मात्रै आयो भनेदेखि त्यसलाई फेरि कहाँ लिएर टाइप गर्ने, त्यो कति बुझिँदैन, गल्ती भइदिन्छ, फेरि ठिक छैन भनेर सताउनु पर्ने हुन्छ। त्यसकारण धेरैले आफैले चाहिँ टाइप गर्नुहुन्छ होला, गर्नु भएन भने कसैले टाइप गर्न लगाएर पनि इमेल मार्फत चाहिँ आयो भनेदेखि हाम्रो चाहिँ आधा काम पनि घट्छ र त्यो चाहिँ त्यसमा गल्ती पनि कम हुन्छ। यो पनि हामी चाहिँ अपेक्षा गरेका छौँ।
शक्तिमावि पाटेचौर गोर्खा पूर्व विद्यार्थी समूह काठमाडौँद्वारा आयोजित गुरु सम्मान समारोह 2081मा पाल्नुहुने समस्त महानुभावहरू, आजका श्रद्धेय सम्मानित गुरुहरू, विशेष अतिथि, प्रमुख अतिथि, यस कार्यक्रमका समस्त उपस्थित महानुभावहरू र देश विदेशबाट यस कार्यक्रमलाई निकटबाट निहालेर हेरिरहनुभएका समस्त आदरणीय महानुभावहरू, कि यो कार्यक्रम जुन दिनमा हामीले कल्पना गऱ्यौँ त्यो कल्पना गरिएको कार्यक्रमलाई आजको यस कार्यक्रमको जुन साकार रूपमा हामीले परिणत गर्ने जुन प्रयास गऱ्यौँ र आज जुन सार्थक भयो, यसका लागि हामी सबै देश विदेशमा रहेर तन मन वचन र कर्मले सहयोग पुर्याउनु हुने समस्त आदरणीय महानुभावहरूलाई यस समिति सतत नमन गर्दै हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ र साथसाथै यस कार्यक्रमको लागि अविरल खटिरहनु हुने समस्त समितिका साथीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै साथीहरूलाई साधुवाद र हार्दिक कृतज्ञता ज्ञापन गर्दै म अब उहाँको असमर्थताको कारणले आफ्नो मन्तव्य राख्नलाई असमर्थता व्यक्त गर्नुभयो आजका प्रमुख अतिथिज्यू श्री कल्पना पाण्डेज्यूले। तसर्थ अब म आजको यस कार्यक्रमको अन्त गरिदिनु हुन म आजका कार्यक्रमका अध्यक्ष श्री मेघबहादुर मास्केज्यूलाई म हार्दिक विनम्र अनुरोध गर्दछु र म आफू पनि अब ओजेल पर्न चाहन्छु। हस्त शक्ति विद्यालयबाट पास गर्ने यहाँ कोही डाक्टर छन्, कोही इन्जिनियर छन्, कोही सेनापति छन्, कोही सचिव छन्, कोही राजदूत छन्, यी सबै कुरा छन्। तर मलाई चाहिँ जुन किसिमले यो संयोजकत्व गर्ने संयोजक बनाइदिनु भयो, यसलाई म सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र तपाईँहरूको सबैको तर्फबाट म अहिले हामीले सम्मानित गरेका गुरुवर 3 गुरुवरहरूलाई उहाँको स्वस्थ जीवन होस्, दीर्घायु होस् भन्ने तपाईँहरू सबैको तर्फबाट म कामना गर्न चाहन्छु। हामीले आज 3 गुरुलाई सम्मान गऱ्यौँ। 3 गुरु कस्ता गुरु थिए त भन्ने कुरो त सबैले थाहा पाइसक्नुभयो, भनिसक्नु भएको छ र मेरो बेलाको कुरालाई भन्ने हो भने मेरो बेलाको 22 सालको कुरा गर्ने हो भने यहाँ सेन्टर काठमाडौँ सेन्टर चेन्ज गरेर त्यो बेलामा हाम्रा गुरुहरूले जस्तो नाम बाबुराम सरले हामीलाई चाहिँ गोर्खाबाट यहाँ ल्याउनु भयो र घेरा डन्डा सबै कुरो बन्दोबस्त गरेर चाहिँ हामीलाई फेरि जानुभयो र अर्का गुरु 2 गुरुले हामीलाई चाहिँ गणित र चाहिँ सामाजिक शिक्षाहरूको शिक्षा हाम्रो कस्तो छ त विद्यार्थीको पढाइ, हामीले जातिमा आएको विद्यार्थीको पढाइ कस्तो छ त भनेर उहाँहरूले फलो गर्न आएर हामीलाई काठमाडौँमा आएर पनि पढाउनु भएको छ। त्यो त्यस्ता कुरोलाई चाहिँ हामीले गरेका छौँ। हुन त यो समयअनुसार 22 सालको बेलामा त्यो भयो, तर पछि त्यो भएन होला। तैपनि हामीले चाहिँ त्यो बेलाको कुरालाई सम्झाएर हामी यस्ता कुरोलाई सम्मान गरिरहेका छौँ। अब पनि हामीले यो कार्यक्रमबाट बचेको पैसा पनि हामी 3 दिने विचार गरेँ, 3 दिने निर्णय गरेका छौँ। यो स्मारिकामा लेखेर हामी 3 दिन्छौँ। त्यस कारण यी कुरा पनि म जानकारी दिन चाहन्छु र सहयोग गर्न पनि चाहन्छु। यहाँ हामी विद्यार्थी मात्रै छैनौँ र हाम्रो मेरो दाजु रामबहादुर मास्के स्वर्गीय हुनुभएको छ, उहाँको श्रीमती हुनुभएको थियो रोजिना मास्के। उहाँले यो कार्यक्रमलाई चाहिँ 20,000 रुपियाँ सहयोग गरेर यो कार्यक्रम सञ्चालन गर्न दिनुभएको थियो। उहाँप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र त्यस्तै मलाई साथीहरूले संयोजक बनाउनु भयो र सहयोग मन वचन कर्मले चाहिँ यति गर्नुभयो र यो अवस्थामा आइपुगेको छ। त्यस कारण म सबै साथीहरूलाई मन वचन र कर्मले सहयोग गर्ने साथीहरूलाई म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। हामीलाई ज्ञानको दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दै म यो सभालाई अन्त गर्न चाहन्छु र सबैलाई धन्यवाद दिँदै यो अन्त भएको जानकारी गराउन चाहन्छु। धन्यवाद, नमस्कार।